आज हामी झण्डै 20 वर्ष पछाडि फर्केर हेर्दैछौँ सन् 2003 अर्थात् विक्रम सम्वत 2060 सालमा। त्यो बेला नेपालले प्रविधिको माध्यमबाट आफ्नो भविष्यलाई एउटा नयाँ आकार दिने महत्त्वाकांक्षी योजना बनाएको थियो। आज हामी त्यही दूरसञ्चार नीति 2060लाई केलाएर हेर्दैछौँ, जसले आज हामीले अनुभव गरिरहेको डिजिटल नेपालको जग बसालेको थियो। ल सुरु गरौँ है त। सुरुमै यो नीतिको मनसाय बुझौँ। यो खाली फोन र इन्टरनेटको तार बिछ्याउने कुरा मात्रै थिएन है। यसको त खास लक्ष्य नै देशको समग्र विकास गर्नु र गरिबी हटाउनु थियो। मतलब दूरसञ्चारलाई देशको कायापलट गर्ने सबैभन्दा बलियो हतियारको रूपमा हेरियो। त्यो बेलाको नेपाल कस्तो थियो होला एकछिन सोचौँ त। एकातिर चरम गरिबी, अर्कोतिर विकट पहाड र कठिन भूगोल, अनि फोन र इन्टरनेटको त कुरै छोडौँ, एकदमै सीमित थियो। हो, यस्तै बेलामा एउटा यस्तो आँठिलो नीतिको खाँचो थियो जसले यी समस्यालाई नै अवसरमा बदल्न सकोस्। त्यसो भए यो नीतिको खास लक्ष्य चाहिँ के थियो त? आउनुहोस् हेरौँ यसको त्यो ठूलो परिकल्पना जसले हरेक नेपालीलाई एक आपसमा जोड्ने सपना देखेको थियो। यसको एउटै तर एकदमै शक्तिशाली उद्देश्य थियो। देशको जुनसुकै कुनामा बसेको किन नहोस्, हरेक मान्छेले सस्तो र भरपर्दो टेलिकम सेवा पाउनुपर्छ। बस यही नै थियो यो नीतिको सार। अब यो ठूलो लक्ष्य पूरा गर्न नीतिले 4वटा पिलरहरू बनायो। 1. हरेक गाउँसम्म सेवा पुर्याउने। 2. शहरमा जसले माग्यो उसले तुरुन्तै सेवा पाउने। 3. ग्राहकले कुन कम्पनी रोज्ने भन्ने छनोटको अधिकार पाउने। अनि 4. गाउँको विकासको लागि पनि यही प्रविधिको प्रयोग गर्ने। अब प्रश्न आउँछ, यी लक्ष्यहरू पूरा कसरी गर्ने त? हो, त्यसकै लागि आयो सबैभन्दा ठूलो रणनीति, बजारलाई खुला गर्ने। मतलब सरकारी नियन्त्रण हटाएर प्रतिस्पर्धाको लागि मैदान तयार गर्ने। यो परिवर्तन कस्तो थियो? पहिले के थियो भने एउटै सरकारी कम्पनीको राज, जसले गर्दा न सेवा छिटो विस्तार हुन्थ्यो न त कुनै विकल्प नै थियो। तर भविष्य कस्तो सोचियो? यस्तो, जहाँ धेरै कम्पनीहरू आउनेछन्, एक आपसमा प्रतिस्पर्धा गर्नेछन्, अनि त्यसैले गर्दा नयाँ प्रविधि पनि भित्रिनेछ र विकासले आफै गति लिनेछ। अब बजार खुला गर्ने भनेर मात्र त भएन, त्यसको लागि केही ठोस कदमहरू चालियो। जस्तै निजी कम्पनीहरूलाई आउनुहोस् लगानी गर्नुहोस् भनियो, लाइसेन्स दिने प्रक्रियालाई छर्लङ्ग पारदर्शी बनाइयो, विदेशी लगानीलाई पनि भित्र्याइयो। अनि एउटा गजबको कुरा के गरियो भने प्रविधि तटस्थता अपनाइयो। मतलब कम्पनीहरूलाई यही प्रविधि चलाउनु पर्छ भनेर कर गरिएन, उनीहरूलाई जे ठिक लाग्छ त्यही चलाउन छोड दिइयो। अब आउँछ यो नीतिको सबैभन्दा महत्त्वपूर्ण पाटो, जसलाई यसको मुटु नै भन्दा पनि हुन्छ। त्यो हो हरेक गाउँलाई जोड्ने अभियान। यो अभियानको पछाडि एउटा सिद्धान्त थियो, सर्वव्यापी पहुँच अर्थात् युनिभर्सल एक्सेस। यसको मतलब एकदमै सरल छ। कोही मान्छे शहरमा बस्छ कि दुर्गम गाउँमा, त्यो आधारमा उसलाई सञ्चार सुविधाबाट वञ्चित गर्न पाइँदैन, सबैले पाउनुपर्छ। तर कम्पनीहरूलाई गाउँ-गाउँमा जान कसरी प्रोत्साहित गर्ने? हो, त्यसको लागि एउटा एकदमै चलाख र शक्तिशाली कदम चालियो। गाउँमा सेवा दिनको लागि चाहिने सामान विदेशबाट ल्याउँदा भन्सार महसुल जम्मा 1% मात्रै लाग्ने बनाइयो। सोच्नुहोस् त, यो त कम्पनीहरूलाई दुर्गममा गएर काम गर्नको लागि कति ठूलो प्रोत्साहन थियो होला। तर फेरि अर्को प्रश्न आउँछ, जहाँ नाफा नै हुँदैन त्यहाँ कम्पनीहरू किन लगानी गर्छन् त? हो, यसकै लागि बनाइएको थियो ग्रामीण दूरसञ्चार विकास कोष। यसमा के हुन्थ्यो भने सबै टेलिकम कम्पनीहरूले आफ्नो कमाईको केही प्रतिशत यो कोषमा हाल्नु पर्थ्यो, अनि त्यही जम्मा भएको पैसा जुन कम्पनीले सबैभन्दा सस्तोमा दुर्गम ठाउँमा सेवा दिन्छु भन्छ, त्यसैलाई अनुदानको रूपमा दिइन्थ्यो। कस्तो गजबको आइडिया! यो नीतिको राम्रो पक्ष के थियो भने यसले ठूला कम्पनीहरूको मात्रै कुरा गरेन, गाउँठाउँका साना उद्यमीहरूलाई पनि अगाडि बढाउन खोज्यो। कसरी? यदि कुनै ग्रामीण सेवा प्रदायकको वार्षिक आम्दानी 20 लाखभन्दा कम छ भने उनीहरूले लाइसेन्स शुल्क तिर्नै नपर्ने व्यवस्था गरियो। ल, बजार त खुल्यो, तर खुला बजारलाई जथाभावी चल्न दिन त भएन, होइन र? त्यसलाई सही बाटोमा हिँडाउन बलियो नियम र संस्थाहरू पनि त चाहियो। हो, अब त्यही नयाँ संरचनाको कुरा गरौँ। यसमा सबैभन्दा ठूलो र साहसी कदम के थियो भने त्यति बेलाको सरकारी एकाधिकार भएको नेपाल दूरसञ्चार संस्थानलाई नै एउटा कम्पनी बनाइयो। मतलब अब सरकारी भनेर कुनै विशेष सुविधा पाउने होइन, बजारमा आएका नयाँ निजी कम्पनीहरूसँग काँधमा काँध मिलाएर प्रतिस्पर्धा गर्नुपर्ने भयो।
अब यो नयाँ खेलमा को खेलाडी को रेफ्री भनेर पनि त छुट्याउनु पर्यो। त्यसैले कामको स्पष्ट बाँडफाँड गरियो। नीति र कानून बनाउने काम सरकारको मन्त्रालयले गर्ने, तर त्यसलाई लागू गर्ने, लाइसेन्स बाँड्ने र बजारलाई नियममा राख्ने काम चाहिँ एउटा छुट्टै र स्वतन्त्र निकायलाई दिइयो, नेपाल दूरसञ्चार प्राधिकरण अर्थात् एनटिए। यो प्राधिकरणलाई अर्थात् एनटिएलाई बजारको एउटा शक्तिशाली रेफ्रीको भूमिका दिइयो। उसको काम के थियो त? लाइसेन्स दिँदा कसैलाई काखापाखा नगर्ने, त्यो गाउँमा पैसा पठाउने कोषको सही व्यवस्थापन गर्ने, कम्पनीहरूबीच झगडा हुन नदिने, अनि कसैले मनलाग्दी मूल्य बढाउन खोजे त्यसलाई रोक्ने, र सबैभन्दा मुख्य कुरा हामी जस्ता ग्राहकहरूको अधिकारको रक्षा गर्ने। ल, यति सबै कुरा त भयो, तर यो नीतिको अन्तिम लक्ष्य के थियो? यसले कस्तो भविष्यको नेपालको सपना देखेको थियो? अब त्यो खाका हेरौँ। यो नीति खोखरो सपना मात्रै थिएन है, यसमा त काम कहिले सक्ने भनेर मिति नै तोकिएको एउटा पूरा रोडम्याप थियो। जस्तै 1 वर्षभित्र चाहिने सबै कानून बनाइसक्ने, 2 वर्षमा सबै केन्द्रीय सरकारी अड्डामा इन्टरनेट जोड्ने, 3 वर्षमा कर्मचारीलाई इमेल इन्टरनेट सिकाएर गभर्नेन्स सुरु गर्ने, अनि 4औं वर्षसम्ममा त पूरै देशमा दूरसञ्चार सेवा पुर्याइसक्ने। कति महत्वाकांक्षी योजना! अनि सबैको पछाडिको सबैभन्दा ठूलो र महान सपना के थियो त? बलियो पूर्वाधार र राम्रो साइबर कानून बनाएर नेपाललाई पनि विश्वको सूचना समाज अर्थात् इन्फर्मेसन सोसाइटीको एउटा सक्रिय र सम्मानित सदस्यको रूपमा उभ्याउनु हो। आज हामीले हात-हातमा बोक्ने मोबाइल, चलाउने इन्टरनेट अनि प्रयोग गर्ने डिजिटल सेवाहरू, ती सबैको जग यही 2060 सालको खाकाले बसालेको हो। तर अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्न मन लाग्छ। झन्डै 20 वर्ष पुरानो यो सपनाको खाकाले आजको डिजिटल नेपाललाई साँच्चै कस्तो आकार दियो होला? अनि यसले देखेका सपनाहरू कति पूरा भए, कति बाँकी छन्?